हेलो साथीहरु, नमस्कार सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा। हामी आज मोमो बनाउने कसरी बनाउने तरिका सिकाउँदै छौं। सबैभन्दा पहिले हामीले पिठो मुछ्छौं। हामीले कम्तिमा 30 मिनेट चाहिँ फ्रिजमा राख्छौं या शीतल ठाउँमा राख्दा हुन्छ ताकि नरम होस्। त्यसपछि चाहिँ हामी यसरी डल्ला पार्छौं। अब हामी चाहिँ मोमोको लागि चाहिँ हामी किमा बनाउँदै छौं। किमा चाहिँ यसरी बनाउँछौं हैन, दाइले बनाउँदै हुनुहुन्छ। किमा बन्दैछ। यस बोस, तपाईले केबाट बनाइराख्नु? म अगाडि तपाईँ क्यामेरा अगाडि गर्दैछु। अब लसुन र अदुवा पनि पिस्छौं। त्यसपछि मिक्सरमा मजाले पिस्छौं। प्याजलाई सानो सानो चाहिँ कटिङ गर्नुपर्छ। यसरी सानो सानो कटिङ गर्ने। बन्दा पनि यसरी नै सानो सानो कटिङ गर्नुपर्छ। यता चाहिँ हाम्रो अचारको लागि पनि बन्दैछ, मोमो अचार। अनि दाइले यता हाम्रो दाइले बनाउँदै हुनुहुन्छ। धनिया त एकदम बेस्ट, काटेर हाल्नुपर्छ, एकदम राम्रो हुन्छ है। अब यसलाई चाहिँ हामीले सबै मिक्स गर्छौँ। प्याजहरू अनि अदुवा सबै यो मसलाहरूदेखि लिएर सबै मिक्स गर्छौँ हैन, बन्दाहरू। यसलाई सबै मिक्स गरेर अनि नुनहरू अब मसला हाल्नुपर्छ। यसलाई मिक्स गर्छौँ अनि यसरी मिक्स पुरै मिक्स गरेर अनि यस्तो हुन्छ है। हाम्रो यो अब लगभग हेलो गाइस, हाम्रो रेडी भइसकेको छ। अब चाहिँ हाम्रो यो मोमो यो पकाएर मासुहरू हालेर किमा बन्दैछ। त्यसपछि चाहिँ हाम्रो रेडी हुन्छ है त। तयारीहरू हाम्रो जारी छ। हामीले सानो सानो रोटी जस्तो बनाएर हैन, त्यसमा चाहिँ किमा भर्दैछौँ है त मोमोको लागि। यसरी स्टिममा अब 10-15 मिनट पकाउने। त्यसपछि त अनि यसलाई एक आपसमा चाहिँ टाँसिनु भएन है, टाँसियो भने चाहिँ राम्रो हुन्न। हाम्रो मोमो रेडी भइसक्यो। अब सबै सरहरूले खाँदै हुनुहुन्छ, म पनि यतातिरबाट खाँदैछु। भिडियो मन पर्यो लाइक, कमेन्ट, सेयर